ल केटाकेटी हो म चाहिँ 7 दिन टर्की घुमेर आइसकेँ अनि यो भिडियोमा चाहिँ म कसरी टर्कीसम्म गएँ र इस्तानबुलमा मेरो पहिलो दिन कसरी बित्यो भन्ने कुरा सेयर गर्छु है त। फर्स्ट अफ अल टर्की जानको लागि मैले टर्कीको अफिसियल वेबसाइटदेखि भिजा अप्लाई गरेँ एन्ड विदिन एन आवर मेरो भिजा अप्रुभ भयो। अनि टिकट चाहिँ मेरो 1 महिना पहिल्यै भइसकेको थियो, सो त्यसको लागि मैले टाउको दुखाउनु परेन। 10 जुनको बिहानै मेरो फ्लाइट थियो, सो सबै सामानहरू प्याक गरेर रेडी भएर 9 जुनको साँझ चाहिँ म घरदेखि निस्केँ अनि डार्टफोर्ड स्टेसनमा पुगेर लगभग 10-12 मिनट मलाई ट्रेन कुर्नु पर्यो। ट्रेन आइसकेपछि म त्यो ट्रेनमा बसेर लन्डन ब्रिज स्टेसनमा गएँ। त्यहाँदेखि मलाई अर्को ट्रेन लिनुपर्ने थियो, बट द्याट ट्रेन गट डिलेड, सो आई ह्याड टु वेट अराउन्ड 26 मिनट फर द्याट ट्रेन टु अराइभ। एन्ड एज अलवेज लन्डन ब्रिज स्टेसनमा यति धेरै मान्छे हुन्छन् कि त्यो हल्ला अनि त्यो भिडभाडमा मलाई एकछिन पनि बस्न मनै लागेन। सो आई डिसाइडेड टु टेक एनी ट्रेन, गो टु द अदर स्टेसन एन्ड वेट देयर। बट स्याडली यहाँ पनि मान्छेहरूको कमी चाहिँ थिएन। यहाँदेखि लगभग 1 आवर 15 मिनट ट्रेनमा ट्राभल गरिसकेपछि म मेरो एउटा साथीको रुममा पुगेँ, जहाँ चाहिँ आजको राति म बस्नेवाला थिएँ। सो भोलि चाहिँ मेरो बिहानै लुटन एयरपोर्टदेखि इस्तानबुलको फ्लाइट छ र जुन ठाउँमा म बस्छु त्यो ठाउँदेखि चाहिँ बिहान उठेर ट्रेनमा आएर अनि यहाँको एयरपोर्टदेखि फ्लाइट क्याच गर्नको लागि चाहिँ लगभग इम्पोसिबल हुने भएको भएर म चाहिँ आज यहाँ आएर बस्दैछु। अनि यो रुम चाहिँ मेरो साथीको रुम हो। ऊ चाहिँ कामले गर्दाखेरि बाहिर गएको छ र उसको रुम अहिले खाली छ, सो आई ह्याभ अ होल रुम फर माइसेल्फ। अनि अब म बाहिर गएर केही खाएर आउँछु। यहाँ साथीको फ्रिजमा सामानहरू त छ, तर अर्काको किचनमा पकाउन मलाई अलिकति अड लाग्छ। अनि होलिडे मनाउन हिँडेका मान्छेले अर्काको घरमा आएर के पकाउनु होइन। सो अब चाहिँ म बाहिर जान्छु। बाई बाई। अलिअलि जाडो थियो, सो चेन्ज गरेर सर्ट प्यान्ट लगाएर म चाहिँ डिनरको लागि बाहिर निस्केँ। खाएर आएर सुतेँ। 9 जुन सकियो। ओके, सो इट्स 4:20 in the morning. I have just woke up. मुख धुने होला कि यति जाने होला भनेर सोच्दैछु म। 10 जुनको बिहानै 4 बजे उठेर चाहिँ म एयरपोर्टको लागि निस्केँ। बाटोमा एउटा बिरालो भेट्यो जसले मलाई भाउ नै दिएन। सनराइज हुँदै थियो, आकाश एकदम कलरफुल देखिरहेको थियो। एकछिन हिँडेपछि अनि एउटा बस लिएर म लगभग 5:25 तिर एयरपोर्ट पुगेँ। इन्टरनेसनल फ्लाइटहरूको लागि चाहिँ सधैँ चेक इन 3 घण्टा पहिल्यै स्टार्ट हुन्छ, सो आई वाज अलरेडी लेट। त्यही माथि फेरि मलाई कुन फ्लाइटको कहाँनिर चेक इन भइरहेछ भन्ने कुरा पत्ता लगाउनै 10-15 मिनट लाग्यो। चेक इन गर्ने ठाउँमा 20-30 जना अलरेडी थिए। त्यही माथि त्यहाँको 2 जना लेडिज स्टाफहरू एक आपसमा झगडा गरेर बस्दै थिए। सो मेरो अनि मसँग भएको 2-4 जना मान्छेको चेक इन यति लेट भयो कि 10-15 मिनटमा गेट क्लोज हुनेवाला थियो। अनि सेक्युरिटीमा लगभग 200 जनाको लाइन देखेर मैले एउटा स्टाफलाई बोलाएँ अनि हाम्रो 10 मिनटमा गेट क्लोज हुँदैछ, हामीलाई छिटो जान दे भनेर भने। लकिली उसले हामीलाई जान दियो अनि सेक्युरिटी पास गरिसकेपछि म दौडिँदै गेटसम्म पुगेँ। पछाडि ब्याग थियो, एउटा हातमा लगेज थियो, अर्को हातमा फोन थियो अनि त्यही फोन समातेको हातले मैले प्यान्ट पनि समातिरहेको थिएँ किनकि बेल्ट लिन बिर्सेछु। एन्ड फाइनल्ली दिस इज द प्लेन जसमा म इस्तानबुल जाँदैछु। एन्ड बिकज चेक इनको टाइममा डिले भएको हुनाले हाम्रो फ्लाइट पनि लगभग 30-35 मिनट डिले भयो। 7:05 जाँदाखेरि निस्किनु पर्ने फ्लाइट 7:36 गइसक्यो। And we are still here. अहिले चाहिँ मेरो साइडको सिटमा कोही पनि छैन अनि उता चाहिँ एउटा मान्छे छ। एन्ड लेट्स गो। बट बेस्ट कुरा के थियो भन्दाखेरि मैले विन्डो सिट पाएको थिएँ। एन्ड ट्रस्ट मी, इट्स रियली गुड लक टु हेभ अ विन्डो सिट अन अ डे टाइम फ्लाइट, किनकि टेक अफ गर्ने बेला बाहिर भिडियो बनाउन मिल्छ अनि बादल हेर्नुको मजा त छुट्टै छ। मेरो प्लेनको विन्डोदेखि बाहिरको भ्यू यति राम्रो थियो नि। अनेस्टली आजसम्म मैले चढेको सबै प्लेनहरूमा यो प्लेनदेखि देखिएको भ्यू चाहिँ बेस्ट थियो। नर्मल बादलदेखि लिएर ल्यान्डस्केप्स, फ्रोजन क्लाउड्स अनि समुद्र, सब चिज प्लेनदेखि यति दामी देखिरहेको थियो कि मेरो ट्रिप त प्लेनमै सक्सेस भयो जस्तो लाग्यो मलाई। अनि यो वाला भ्यू चाहिँ इस्तानबुलमा ल्यान्ड हुने बेलाको हो। एन्ड ट्रस्ट मी गाइज, दिस सिटी लुक्स क्रेजी एन्ड इट्स वे बिगर देन आई एक्सपेक्टेड। इस्तानबुलको एयरपोर्ट चाहिँ सिटीभन्दा अलिकति डिस्टेन्समा रहेछ, विच इज अमेजिङ इन माई ओपिनियन। अनि यो एयरपोर्ट यति ठुलो छ नि, यति धेरै मान्छे हुन्छन् यहाँ, अलिकति स्मार्ट अनि ट्यालेन्टेड मान्छे भएन भने त्यो यही हराउन सक्छ। अनि एयरपोर्टमा झर्ने बित्तिकै मैले के गरेँ थाहा छ? बिना बेल्ट हिँड्न यस्तो अप्ठ्यारो लाग्यो मलाई है। हल्का लुज प्यान्ट लगाएको थिएँ मैले। सो भर्खरै बाथरुममा पसेर प्यान्ट निकालेर फेरि सर्ट प्यान्ट चेन्ज गरेर हिँड्दैछु म अहिले। त्यसपछि पासपोर्ट कन्ट्रोलमा गएर आफ्नो एन्ट्री भेरिफाई गरेर फाइनल्ली म एयरपोर्टदेखि बाहिर निस्केँ। अब चाहिँ म मेरो होटलसम्म पुग्नको लागि चाहिँ एउटा बस लिनुपर्छ अनि त्यो बस चाहिँ आधा घन्टापछि आउने भएको भएर म यहाँ अहिले वेट गर्दैछु। प्यान्ट लगाउन अलिक गाह्रो भएर म चाहिँ बिचमा हाफ प्यान्ट लगाइदिएँ। मेरो लगेज यता छ, ब्याग यता छ, फोन चाहिँ यता छ। अनि मैले चाहिँ अलिकति ब्रिटिस पाउन्ड लगभग 60 पाउन्ड मैले एक्सचेन्ज गरेँ यहाँ आएर। रेट त कति दियो मलाई थाहा भएन, म हेर्दा पनि हेरेन, बिकज डजन्ट म्याटर। एन्ड टर्किसको पैसा चाहिँ यस्तो हुँदो रहेछ, यस्तै
like this. Turkish ko 200. भोक लागिरहेको थियो, so I decided to buy something from this place. But obviously this is airport अनि यहाँ चाहिँ सबै चिज महँगो हुन्छ, so maybe त्यति भोक पनि लागेको छैन, but let's just go and ask. So there is feta and tomato sandwich, 395 lira. I think I'm gonna have that. And a water bottle. 465. 465. 1 second, please. Sandwich make and half. Yes, please, if you can. 400 and how much? 65. 60. So is that 400? Yes. Okay. There you go. And how about 50? I don't have 10. Yeah? Okay. Thank you. Thank you. Have a good day. मैले चाहिँ त्यहाँदेखि एउटा टोमाटो अनि फेटा स्यान्डविच किनेर लिएर आएँ होइन, अनि पानीको बोतल खानु त पऱ्यो, भोक लागेको छ। 450 पर्यो मलाई यहाँको, टर्कीको 450 पर्यो यतिलाई। त्यो भनेको नेपालको कति हो आई डोन्ट नो, खासै महँगो त होइन। टर्कीको 1 रुपियाँ चाहिँ नेपालको 3 रुपियाँ 31 पैसा हुँदो रहेछ। सो मलाई यहाँ यो स्यान्डविचलाई र पानीलाई 450 पर्यो भने नेपालको त्यो 1487 हो, महँगै हो हुन त। यहाँ म बसेको बेन्चमा चाहिँ यो चरा आइदिरहेको, खाना खोजेर आएको होला नि होइन। Hello, what do you want? You want sandwich? मलाई थोरै स्यान्डविच दिन्छु है, के गर्नु। There you go. ओ खाइहाल्यो। अर्को पनि आयो ल। Oh wow. I'm feeding birds, guys. अनि मैले तुर्न नसकेको स्यान्डविच चाहिँ यो चरालाई खा भनेर म होटलतिर निस्केँ। सो फाइनल्ली टर्की इस्तानबुल आइपुगेँ म। अहिले चाहिँ म मेरो होटल रुममा आइपुगेँ भर्खरै। एकदमै थकाइ लागेछ, सो अब नुहाउँछु र म आजको लागि चाहिँ आराम गर्छु। I am in Istanbul, Turkey right now and I'm gonna show you guys my room. So this is the hotel जसमा चाहिँ म आज बसिरहेको छु होइन, आइकन सुल्तान अपार्ट होटल। एन्ड दिस इज माई बेड, जहाँ चाहिँ यहाँनिर एउटा टावेल छ, यहाँनिर अर्को टावेल छ है। अनि यति मात्र होइन, पहिला टावेल मात्र हेरौँ है त। यो चाहिँ वासरुम भइहाल्यो होइन, यहाँनिर एउटा टावेल छ, अर्को पनि थियो यार, कता हो, यहाँनिर पनि टावेल छ। ल कति टावेल छ यार, यो चाहिँ यो के हो भनेर सोच्नु होला, यो चाहिँ बाल सुकाउने चिज हो कि। मैले चाहिँ भर्खर नुहा हो, त्यही भएर यहाँ अलिक चिसो चिसो छ। एन्ड लगेजहरू चाहिँ मैले यहाँ राखेको छु, जुत्ता, लगेज, ब्याग, एउटा कुर्सी छ यहाँ, त्यसमाथि मैले आफ्नो सर्ट राखेको छु। एन्ड देयर इज अनदर चेयर। अनि यहाँ चाहिँ मैले मेरो फोन चार्जमा राखेको छु। यहाँनिर एउटा टिभी छ, यसमा अब सब्सक्रिप्सनहरू त केही पनि छैन होला होइन। अनि यहाँको प्लग चाहिँ यस्तो हुन्छ क्या, यस्तो प्लग हुन्छ यहाँनिर। मैले तपाईँहरूलाई अर्को भिडियोमा देखाएको थिएँ नि कस्तो खालको प्लग लाग्छ भनेर होइन। एन्ड दराज पनि रहेछ यहाँ, के छ यहाँ, यो माइक्रोवेभ त होइन यो, अच्छा लकर रहेछ यहाँ चाहिँ। ओके, एक्लै सुत्ने जस्तो बिस्तारा छैन, तर म चाहिँ एक्लै छु है। सो कस्तो लाग्यो त मेरो रुम भनिदिइहालौँ त, कमेन्ट गरिहालौँ होइन। अनि भिडियो पनि राम्रो आउँदो रहेछ यहाँ त। ब्याकग्राउन्डको पर्दा यस्तोहरू, ब्याकग्राउन्ड कलरले कति फरक पार्छ भिडियोमा भन्ने कुरा चाहिँ यहाँबाट थाहा हुन्छ। ब्याकग्राउन्डमा यस्तो कलर छ, म राम्रो देखिएको छु। अब म यता गएँ भने म नराम्रो देखिन्छु है। फोटो खिच्दा भिडियो बनाउँदाखेरि सबैले यो चिज ख्याल गर्नु, ब्याकग्राउन्ड अनुसारको मान्छे हो। फ्रेस भएर एकछिन आराम गरेपछि चाहिँ मलाई बाहिर निस्किन मन लाग्यो, तर आज चाहिँ रात पनि परिसकेको थियो अनि म एकदम थाकेको पनि थिएँ। सो म धेरै टाढा त गएन, त्यहाँ नजिकै एउटा बीच थियो अनि त्यहाँ जाने बित्तिकै माई फर्स्ट इम्प्रेसन वाज अ क्याट स्टिलिङ फिस। इस्तानबुल चाहिँ क्याट्सको लागि एकदमै फेमस ठाउँ हो। यहाँ 4 पाइला हिँड्दा 40वटा बिरालोहरू भेटिन्छन्। एन्ड बिकज आई लभ क्याट्स, मलाई चाहिँ एकदम मजा आइरहेको थियो। एन्ड आई टुक अ फोटो अफ दिस क्याट फ्रम माई S26 Ultra, विच आई थिङ्क इज वान अफ द बेस्ट फोटोज आई हेभ एभर टेकन। सो यहाँ चाहिँ प्रायः जसो मान्छेहरू फिसिङ गर्न आउँदो रहेछन् साँझतिर है। अनि बिरालोहरू चाहिँ है एकदम बाटो हुँदो रहेछ है। एउटा त्यो फिस यसरी स्याट तानेपछि नि च्याप्प समात्ने भागिहाल्ने।
सो दिस वाज हाउ आई वेन्ट टु टर्की एन्ड हाउ आई स्पेन्ड माई फर्स्ट डे इन इस्तानबुल। बाँकी भिडियोहरू म बिस्तारै अपलोड गर्छु बिकज एडिट गर्न टाइम लाग्छ अनि भोलिदेखि काममा पनि जानु छ। यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। थ्याङ्क यू फर वाचिङ। सब्सक्राइब गर्न नबिर्सिनु। सी यू अगेन।